हेलो एभ्रिवान म चाहिँ आज होइन एप्पल अनि त्यसपछि कोन मकैको छु खेती गर्दा रहेछ मकैको। अनि यसमा चाहिँ म आज मकै टिप्न आएको छु। तपाईँहरूलाई म मकै देखाउँदैछु यो फार्ममा। मकै हो यो होइन। मकै टिप्दैछु म। तपाईँहरूलाई म आज मकैको खेती लाएको देखाउँदैछु। सानो सानो रहेछ। मकै घारीमा हराउने भयो मकै घारीमा। पुरा छिपिसकेको रहेछ हौ पाकेर। कहाँ मकै घारीमा छिरेको हो त। त्यो चिलाउँछ है त्यसले त पातले। खै भित्र पो छिरेको। यो बेथु साग रहेछ त्यहाँ त। ल बेथु साग हेर्नु। अनि यो चाहिँ सुँगुरको फार्म। यता छ मकै खेती। यहाँ चाहिँ बुढीले मकै टिप्दैछ है। मकै घारीमा छिरियो है। मकै यस्तो छ। यतापट्टि राम्रो छ त। यो अलिक छिपेको टिप न हो। यो चाहिँ अलिकति छिपेको मैले टिपेँ है त। होइन अलिकति होइन नि यसरी ठिक्कको छ कि यो। साह्रै डह्रो के साह्रो। मकै घारीमा छिरियो है। नेपालतिरको याद आयो मकै टिपेको। मकै घारीमा छिरियो है। साथीहरू आज मकै टिप्न आएको छु फार्ममा। मैले त यहाँ सबै छिपेको मात्रै हेर्छु त हौ। कलिलो देख्दिनँ त। कलिलो टिप ल। मकै घारीमा छिर्यो है। ल मकै छ के गर्नु। मकै घारीमा छिरेपछि अब यहाँ फेरि चिलाउला कि भन्ने हात यहाँ डह्रोले म लामो बाहुला भएको सर्ट भेस्ट लाएर आएको छु होइन। सबै टिपिसकेको रहेछ क्या हो। छिपेको मात्रै देख्छु त हौ। ए उतापट्टि रहेछ त हौ। यसरी हेर्दै थाहा भइहाल्छ नि। अलिक टुप्पोमा हेर्नु कि यसो केलाएर। के छ त। मैले त बल्ल हरियोतिर आयो। हो यता रहेछ नि त हरियो बल्ल भेटायो है। यो हो नि त। कस्तो रहेछ भित्र हेर्नु न। हो यो हो नि त। ल चक्कसँगले एकदमसँगले खाउँ लाग्ने। कतिवटा पो लाने 10 वटा। मैले 2टा चिपेँ कि बल्ल भेटाइरहेको छु यहाँ कलिलो। अन्त आजको भ्लग चाहिँ मकै घारीको है साथी हो। म आउँदैछु। आजको भ्लग मकै बारीको हुँदैछ। र कस्तो लाग्यो कमेन्ट गर्नुहोला सबैजनाले। लाइक कमेन्ट सब्सक्राइब गाइज।
टिप्यो भने त फेरि त्यतिकै छोडेर हिँड्न मिलेन, टिपेर लानै पर्यो। फेरि खैरेले मार्छ, फेरि टिपेर राख्ने कुरो भएन। यहाँ झारेर बोकेर जानुपर्छ, त्यही भएर चाहिँ हेरेर अनि छिपेको छ भने नटिप्ने, कलिलो उसिनेर खाने पकाउने खालको छ भने ट्याक्कै टिप्ने हो। कतापट्टि हो? हो र, मैले दुईवटा। ल ल, तिमीले नै टिप कि म छान्न जान्दिनँ। अहिले फेरि छिपेको पऱ्यो भने अहिले फेरि कराउला भयो। ए मकै बारीको आयो है, बुढीले यति टिपेछन् अरे। ल 10वटा पुग्यो, ल जाउँ त। मैले 2-3वटा टिपेँ होइन। कताबाट निस्किने होला, क्रस गरी गरी निस्किनु पर्यो। हो नि, कता हराएँ म त, हराएँ है। कतापट्टि हराइसकेँ म चाहिँ, कताबाट निस्कौँ होला। म हराएँ त मकै बारीमा, बाटो देख्दिनँ त। ल कतापट्टि हो, कता पुग्यो हौ? ए उता पो हो। म त कता हो कता हो, यसो गाडी बिचमा पुगेपछि त अब त बाटै भेटिनँ त हौ मैले। कतापट्टि हो? ए ए ल म आएँ, यता। ए बल्ल पो बाटो देखेँ त। प्लास्टिकको म लिएर आएँ ल, बल्ल बाटो भेट्यो। मकैबारीमा हराएको थियो। अब एकछिनमा म स्याउको पनि देखाउँछु होइन, स्याउको छ त्यतापट्टि। मकै टिप्न आएको होइन। ल आज मकै बारीमा एकछिन हराइयो है, मकै बारीमा। गाइज, अब म एप्पल गार्डनमा छिरेँ है। तपाईँहरूलाई म एप्पल देखाउँदैछु। अघि कोन देखाएँ, मकै, अब एप्पल। यो चाहिँ एप्पल है, ग्रिन एप्पल होइन। यो चाहिँ ग्रिन एप्पल हो, यो साइडको ग्रिन एप्पल। म अब टिप्दैछु है। ल गाइस, म अब टिप्न लागेको छु ग्रिन एप्पल। यो चाहिँ पाकिसकेको रहेछ एकदम है, अर्ग्यानिक। यो झोलामा भर्नुपर्ने, एक झोलाको 15 रुपियाँ अरे। ग्रिन एप्पल खानु मन लाग्यो होइन। ग्रिन एप्पल चाहिँ एकदम राम्रो, हेल्दी हो, स्विट एप्पल भन्दा पनि। ग्रिन एप्पल देखाउँदैछु म। यो ग्रिन एप्पल मिलाएर हाल्नु पर्यो नि त होइन। एक झोलाको 15 रुपियाँ अरे भनेपछि पुरा जग्गा मलाई मिलाएर ट्याक्क मिलाउनु पर्ने। वाउ, यस्तरी अमेरिकामा पनि एप्पल चाहिँ मजाले टिप्न पाइरहेको छु। टिप्दैछु म यहाँ। टिपेको ए ल है, दामी रहेछ ल बुढीले। यता चाहिँ अब ठ्याक्क म चाहिँ यो टिपेर होइन, एउटा गममै चाख्नु पर्यो कस्तो रहेछ है। तपाईँहरूलाई म देखाउँदैछु होइन। यो अब म ल एप्पल खानु कस्तो रहेछ। दामी।
मिठो रहेन रहेछ हौ। फेरि है ओहो मग मग बस्नु है खाँदा पनि। आमामा क्या दामी चाहिँ कलर गरिरहेछ यहाँ कतिखेर जाँदो रहेछ नि भुइँमा त कति झरेको झरेको। ल हेरौँ त स्याउ गाइज कस्तो लाग्यो यो स्याउ कमेन्ट गर्नुहोस् है। खानु मन लाग्यो भने भन्नुहोस्, म यहाँबाट ट्याक्कसँग डेलिभरी गर्ने व्यवस्था मिलाउन सकिन्छ कि। हाम्रो नेपालमै छ यस्तो स्याउहरू पनि छ अमेरिकामा होइन। एकदम राम्रो स्याउ मैले खाएँ अघि टेस्ट गरेर देखाएँ होइन, एकदम रसिलो। अनि ग्रिन एप्पल चाहिँ उतापट्टिको हो यो होइन, ग्रिन एप्पल। यो रातो स्याउ लटरम्म फलेको छ, भुइँसम्मै नि झरेर हेर्नु त यहाँ यतिकै खेर गइरहेछ। कसैलाई दिए त खान्थ्यो होला। यहाँ त फेरि झरेको लाँदैन होइन, टिप्दैन, यिनीहरू उठाएर पनि केही गर्दैन। यहाँ त एकदम रुखमै फलेको, रुखमै लागेको, त्यहाँबाट हातले टिपेर मात्रै यिनीहरू बेच्ने गर्छ। हाम्रोतिर भए त्यो टिपेर पनि यसो अरूलाई दिन नि हुन्थ्यो, यहाँ चाहिँ अब त्यसरी दिन मिल्दैन। अनि मलाई चाहिँ अनि यो गार्डनमा आज आइयो एप्पलको गार्डन आज देखाउन पाएँ तपाईँहरूलाई होइन, फलेको एप्पल खेती। अब म हरियो स्याउ एउटा चाखेर कस्तो रहेछ, हरियो स्याउ पनि चाख्नु पऱ्यो होइन, कस्तो रहेछ भनेर अब तपाईँहरूलाई मैले हरियो स्याउ खाएर देखाउँछु ल। ग्रिन एप्पल भन्छ यसलाई, यहाँ चाहिँ पाएको सानो खानु पर्यो एउटा। यो कस्तो होला, यो त पुरा अमिलो होला क्या। यो पाकेको मैले खाइदिएँ, कस्तो रहेछ। धेरै अमिलो रहेछ। दामी छ, खाएर अगाएँ म त। भुइँमा यति झरेको छ है, ल हेर्नुहोस् कस्तो तलदेखि माथिसम्मै फलेर गएको छ। म चाहिँ फेरि मिठो ल यो सबै स्याउ खेती सबै भरियो भरेछ। सबै स्याउ ल।
भएको दुईटा स्याउ खाइयो होइन एनर्जी त खतरा दिन्छ कि क्या हो यो अलिअलि नास्ता खाएर आएको थियौँ एप्पल खाइदिएको दुईटा गाइस आजको मैले मेरो बुढीले चाहिँ मेरो उता गर्यो ए ल 15 रुपियाँको भयो भनेपछि ल अब चाहिँ जुप्पा देखाइरहेछन् बुढीले त्यही त चढ्दो रहेछ लजाउँ स्याउ अब स्याउ ल ओहो यस्तो वाप्प खान पाए पो गार्डनमा आफ्नै गार्डनमा ल साथी ल आजको यति नै हो भ्लग होइन आजको भ्लग यति नै हो गार्डनको एप्पल गार्डन अर्कोचोटि म फेरि तपाईँहरूलाई अर्को ठाउँको म देखाउने कोसिस गर्छु ल ओके बाई सी यू सुन नेक्स्ट भिडियो ओके गाइज गड ब्लेस यू टेक केयर बाई अनि यहाँ चाहिँ यो के भन्छ आरु टिपेर राखेको छ होइन यो आरु छिट्टै झर्छ नि त रुखबाट टिपिहाल्नु पर्ने हुन्छ आरुको पनि थियो त्यो चाहिँ सबै टिपेर यहाँ राखिसकेको रहेछ म चाहिँ त्यो भिडियो बनाइनँ होइन मेसिन यो जुस बनाउने यो चाहिँ हनी यो चाहिँ हनी पनि पाउँछ है अर्ग्यानिक दाल पनि रहेछ क्या होइन मकै रहेछ कालो मकै यो चाहिँ एकदम त्यो के भन्छ नि भुट्दाखेरि ठुलो फुल्छ नि त्यो नै होला जस्तो लाग्छ मलाई पपकर्न नै रहेछ यो चाहिँ टिपेर राखेको यो चाहिँ जुस मेकर जुस बनाउने घिउ यो चाहिँ घिउ होइन आई थिङ्क दिस इज बटर तर होइन रहेछ बटर होइन रहेछ यो चाहिँ क्यान्डल बनाउने रहेछ हामी चाहिँ छोटो सनफ्लावर होइन यो चाहिँ अब जाँदैछौँ हामी जाँदैछु है अब यहाँबाट होइन फार्मबाट है यो चाहिँ रेड एप्पल बाटो भरि छ घरतिर लाग्यौँ अब हामी यो चाहिँ मकैबारी यस्तै छ है ठाउँ त दामी छ नि खोलाको पुल जस्तै छ त हलियो त यहाँ राम्रो बस्ती हो गाउँ यतापट्टि गाडी छेउछेउ जाँदैछौँ हामी चाहिँ रेलको यतातिर ठुलो नहर छ यो साइडमा त्यो छेउछेउबाट बाटो रहेछ नहर लामो छ क्यानल सहरतिर छिर्न लाग्यो
साह्रै मनपर्छ यो चाहिँ दाल कालो दाल होला यो सायद थियो अमेरिकाको राजमा राजमा